स्पेनले वर्ल्ड कप जितिसकेको छ अर्जेन्टिनालाई हराएर 1-0। लास्ट टाइम 2010मा स्पेनले वर्ल्ड कप जितेको थियो है। त्यति बेला हामी पनि एकदम बच्चा बच्चा थियो कि लमिन यमाल आफै पनि भर्खर 2-3 वर्ष थियो होला त्यति बेलामा। र अहिले आफ्टर 16 इयर्स स्पेनले वर्ल्ड कप जितेको छ। हिजोको गेमले के प्रुभ गर्छ भन्दाखेरि अर्जेन्टिना जुन 2022को त्यो वर्ल्ड कप विनिङ अर्जेन्टिना थियो त्यो अर्जेन्टिना थिएन। इभन इफ दे रिच द फाइनल दिस टाइम, किनकि योपालि अर्जेन्टिना फाइनल पुग्नुको रिजन वाज त्यो केही मुभमेन्ट्सले, केही इन्डिभिजुअल ब्रिलियन्सले, स्पेसली मेसीको जब क्यारीले गर्दा पुगेको हो। यो अर्जेन्टिनियन फ्यान्सलाई पनि थाहा छ। सायद वर्ल्ड कपको हिस्ट्रीमा पनि यस्तो स्ट्याट अहिलेसम्म छैन होला कि जहाँ अपोनेन्टको 0 अटेम्प्ट्स अन गोल, 0 अटेम्प्ट्स अन टार्गेट। अभियसली स्पेनले पनि 1-0ले मात्र जित्यो एक्स्ट्रा टाइममा गएर, तर जुन स्पेनको पोजिसन होल्ड थियो नि द्याट वाज ब्रिलियन्ट। स्पेनलाई एउटा कुरा थाहा थियो, जुन अरू टिमले गल्ती गरिरहेको थियो अहिलेसम्म अर्जेन्टिनाको अगेन्स्टमा, त्यो गल्ती हामीले गर्नु हुँदैन भनेर। किनकि स्पेनले पनि हामी 1-0को लिडमा छौँ, अब हामी सिटब्याक गरौँ, डिफेन्ड गरौँ भनेको भए सायद अर्जेन्टिनाले फेरि जित्थ्यो। किनकि गेमको एक्स्ट्रा टाइमको सेकेन्ड हाफमा एउटा यस्तो मुभमेन्ट आइसकेको थियो फर कपाल अफ मिनट्स जहाँ स्पेनले बल लुज गरिसकेको थियो र अर्जेन्टिनाले बल क्यारी गर्न थालिसकेको थियो कि त्यो बेलामा क्रसेस आउन थालिसकेको थियो। इट वाज थ्रेटनिङ। त्यो सायद जुलियानो सिमियोनी थियो, ही मिस्ड इट अ ब्रिलियन्ट चान्स। तर नो, स्पेनले फेरि बल क्यारी गर्छ, स्पेनले फेरि अर्जेन्टिनालाई फ्रस्ट्रेट गर्छ र फाइनली दे वन द वर्ल्ड कप। एन्ड फुटबल इज लाइक दिस, जहाँ कोही निस्केर जान्छ, कोहीको सुरुवात हुन्छ। लमिन यमाल जसको फर्स्ट वर्ल्ड कप भिक्ट्री थियो, वेराज मेसी जो चाहिँ सायद नै हिजो अर्जेन्टिनाको जर्सी लास्ट टाइम लगाएर खेलिरहेको थियो।